गुड मर्निङ सेवा साथी हो। म चाहिँ आज यहाँ खेतीमा छु है। म मात्रै होइन, साथीहरू छ होइन। हाम्रो सानो कामको लागि आएको आज बिहानै होइन। काम चाहिँ हाम्रो देखाउँदैछु। यहाँ चाहिँ खेतीमा करेन्ट नभएको कारणले सोलर लगाउँदैछौँ आज। सोलर फिटिङ गरेर है, लाइट नहीं है तो अंदर का नज़ारा है, यो भित्रको नजारा यस्तो छ है साथीहरु। यो चाहिँ खेतीको हो नि फेरि। हाय हाय दादा च्यानल सब्सक्राइब गर्दिबी। यो चाहिँ खेतीको घर है गाइस। अरु गाइस तपाईहरुलाई देखाउँदैछु। यहाँ एउटा रुम छ। यहाँ पनि एउटा दर्जा छ है गाइस। यी नजारा यहाँ ग्यास हैन। अनि यहाँ पनि बाल्ब एउटा लगाउनु छ। मैले देखाउँदैछु तपाईहरुलाई। यो एउटा रुम। खेती चाहिँ यस्तो छ है, हेर्नुस्। यो चाहिँ खेती पाम ओइल। यो चाहिँ पाम ओइल पाकिरहेको छ। रातो रातो भन्छ। अरु देखाउँदैछु तपाईहरुलाई म। पाम ओइलको जग्गा राम्रो देख्न सक्नु हुँदैन होला। यही हो हैन। अनि हेर्नुस् गाइस। यो चाहिँ खर्सानी। यसलाई हामी भन्छ रागे खर्सानी गाइस। यो नजारा देखि सक्नुहुन्छ। सब यो जंगल भएको छ, खेती एरिया हो। साथीहरु सोलर फिटिङ गर्ने चाहिँ दुईजना माथि चढेको छ। घरको माथि हेर्नुस्। उनीहरु चाहिँ यहाँदेखि चढेको यो घरदेखि हैन। ये घर से उठाए ऊपर में सोलर लगा रहा है। उसके बाद फिर नीचे में आके काम करते हैं। इसको खेतीको भ्यूज यताको ये चाहिँ धानको कोठिया राखेको। यो हरियो देखेको हैन। हामी चाहिँ हामी तार तान्दैछौँ है। तारलाई सेलोटेप मार्दैछौँ। हामी तीनजना। मेरो चाहिँ यो ड्रेस खेतीको ड्रेस हो नि साथी। खेतीमा जति भिडियो बनाउँछु यही ड्रेसमा देख्न सक्नुहुन्छ तपाईहरु। जहिले तक फाट्दैन तहिले तक। दुईजना नदी गएर आयो। अहिले चाहिँ हामी बोर्ड फिटिङ गर्दैछौँ। स्विच बोर्ड फिटिङ हुँदैछ अहिले चाहिँ हैन। पुरा पसिना पसिना भइसक्यो गरमले। यहाँ चाहिँ के गर्दैछ हेरौँ है। चिया बनाएको। के हो चाय? दुध चाय न चिनी चाय? लाल चाय। खेतीमा त लाल चाय खानुपर्छ। दुध चाय न चिनी चाय भनेको चाहिँ मैले जोस गरेको जग गरेको है। यसो पनि देखाइदेऊ न। यो अर्को रुम। एउटा रुम छ है। बस्ने कोही होइन यतिको रुम मात्रै। बर्खामा मात्रै बसिन्छ यहाँ। धान रोप्ने सिजनमा मात्रै बसिन्छ हामी यहाँ। आज यस्तो गरममा, बहुत गरममा हामी यहाँ सोलर फिटिङ गर्नु आएको। अनि सोलर फिटिङ गर्नु आएको। त्यसको लागि बहुत कष्ट भइरहेको छ है। सो तपाईहरुको दयाले मायाले लाइक सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। सपोर्ट दिनुस् होला मलाई हैन। लाइक सब्स्क्राइब राम्रो दिनुस्, शेयर पनि गरिदिनुस् भिडियोलाई है। यति राम्रो भिडियो लिएर त आउन सकेको छैन किनकि फर्स्ट टाइम भिडियो बनाउँदैछु त। त्यसको लागि कोही जग्गा बिग्रेको पनि हुन्छ होला। त्यसको लागि तपाईहरु त्यसलाई चाहिँ किन यस्तो भिडियो बनाएको भनेर नसोच्दिनुस्। लाइक सब्स्क्राइब चाहिँ दिदिनुस् है।
अहिले चाहिँ चिया सार्दैछ। रेड टी, यो चाहिँ रेड टी हो। सुगर पनि ढाल्ने, चिनी पनि हाल्ने अरे। चिनी अगाडि हालेको गिलासमा, चिनी गिलासमा घोल्ने भन्दैछ है। म चाहिँ कस्तो गरम लागेको छ नि मेरो त साथीहरू, एकदम गरमले मलाई बर्दासै भएको छैन। मेरो चेहरा पनि अलग्गै देखिरहेको छ जस्तो लाग्दैछ होइन। तपाईँहरूलाई कस्तो देख्छ थाहा छैन, तर मलाई खुदलाई चाहिँ बहुत नराम्रो फिल भइरहेछ क्या अहिले। म चाहिँ अब चिया खान लागेको होइन साथी हो। अब यो गरमको दिन, गरम भएको बेला गरमै चिया खायो भने चाहिँ ऊ हुन्छ अरे के, ठन्डा हुन्छ भन्छ कि। अनि त्यसको लागि अब गरम भइरहेको भए पनि गरम चिया खान लागेको होइन। जस्तो कि 100 बिलियरले लुवालाई काट्छ नि त होइन, लुवालाई काट्छ, त्यस्तो हुन्छ नि त होइन। त्यसको लागि मैले चाहिँ अब चिया खान लागेको छु है। चिया खाइसकेर अहिले फाइनली हाम्रो काम चाहिँ पुरा भयो है। इन्भर्टर लगाएको थियौँ, इन्भर्टर लागेर अहिले चालु भयो है, अन भएछ। अनि बोट यहाँ लागेको छ है। अनि हेर्नु सक्नुहुन्छ, राम्रो देख्नुहुन्छ बाल जलेको जलिरहेछ है। एउटा यहाँ लगाएँ, एउटा यहाँ बाहिर, एउटा बाहिर लगाएको छु, देख्नु सक्नुभएको छ, अलिअलि देखिरहेको छ। अरू एउटा भित्र रुममा छ है। अरू एउटा यहाँ भित्र रुममा। यहाँ भित्र एउटा लगाएको छु होइन, यहाँबाट लगाएको छु। अनि हाम्रो काम चाहिँ अब सकियो। त्यसको लागि आजको लागि भिडियो यति नै होइन, त्यसको लागि आज चाहिँ भिडियो यति नै हो मेरो। अब राख्दैछु।